भइरहेका सत्तामा भएका नेतागणहरूको हातमा राज्यको ताला चाबी हुन्जेलसम्म हाम्रो सभापतिज्यूलाई उनीहरूले निकाल्ने छैनन् र निकाल्नको लागि तपाईहरूको 2084 मा अनिवार्य मतको आवश्यकता छ र मतको शक्तिबाट माननीय रवि लामिछानेज्यू निस्किनु हुनेछ। किनभने 2084 को निर्वाचनमा जब तपाईहरूले आफ्नो मतको शक्तिबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचित गराउनुहुन्छ त्यस पछाडि राज्यको ताला चाबी हाम्रो हातमा हुनेछ र माननीय रवि लामिछानेज्यू तपाई हाम्रो माझमा उपस्थित हुनेछ। त्यसको लागि पनि आज हामी संसदमा सब बहस गर्दैछौं। संसदमा बसेर जनताका मुद्दाहरू उठान गरिरहेका छौं। सदनबाट नेपालका हरेक कुनाबाट नेपाली जनताका आवाजहरू उठाइरहेका छौं। तर तपाईहरुले देख्नु भएको छ सदनमा आदि नेपालीहरूलाई छुने विवेक विसाको प्रकरणबाट मानव बेचबिखन भएको मुद्दा उठान गर्दा पनि यो राज्यले सुनेको छैन र राज्यले नसुनेका कारणले गर्दाखेरि हामीले अस्तिको सदन बहिष्कार गर्यौं र हामीले भन्यौं अब संसदमा मात्र होइन हामी जनतामा जान्छौं। हामी जनताको माझमा आएका छौं जनताको मुद्दा लिएर र तपाईहरु सबैजना यो मुद्दामा हुनुपर्ने आवश्यकता देखिन्छ। यसको लागि तपाईहरु साथमा हुनुहुन्छ होइन त? म आज यो सभा मलाई थाहा छ मैले अघि पनि भने पूर्वको मेखदेखि पश्चिमको महाकाली